हेलो गाइस गुड मर्निङ हैन भर्खरै चाहिँ म किचनमा आइसकेँ नि त हैन आज चाहिँ मेरो काम सुरु हुनेछ किनभने आज चाहिँ हाम्रो साथी छैन एकजना उ चाहिँ घर गएको छ नि त उसको घरमा चाहिँ अहिले फङ्सनहरू चल्दैछ म्यारिडको हैन बिहा शादी हुँदैछ त्यही भएर उ चाहिँ अहिले घर गएको छ अनि अहिले चाहिँ हामी यहाँ तीनजना चारजना छ चारजनामा आज एकजनाको छुट्टी छ अझ काम गर्ने तीनजना हुनेछ अनि भर्खरै चाहिँ म आएँ त अनि 11 साढे 11 यस्तै कति भएको छ अनि कान्छा चाहिँ अगाडि आएर साफसफाइ गर्दो रहेछ राइसको पानी बसाइदिएछ होइन यति देखेर चाहिँ मलाई खुसी भयो अनि म चाहिँ अब सक्छु भने पहिला कटिङहरूको सामान के छ हेर्छु होइन यो चाहिँ हाम्रो हिजोको सामान हो हिजो बाजेको थियो हल्का फुल्का होइन फ्रेस रहेछ यसलाई चाहिँ राखेर अब नेक्स्ट कटिङ गर्ने बेला छु म यो छिटो कटिङ गरेर काममा अगाडि बढाउँछु त्यहाँदेखि चिकनहरू फ्राई गर्नु छ होइन अब अर्डर पनि आउने टाइम हुनु आँटिसक्यो लगाइस तपाईँहरू हेर्दै गर्नुहोस् न म बिस्तारै बिस्तारै गर्दै आजको दिनभरिको म सानो ब्लगहरू म तपाईँहरूलाई देखाउँछु नि त होइन देख्नु सक्नुहुन्छ कि मेरो आँखामा पानी चाहिँ कस्तो छ होइन म चाहिँ भर्खरै उठेर नुहाइदै गरेर मुख सुख धोएर होइन सिधा यहाँ आएको नि त ढिलो भयो भनेर ड्युटी टाइमिङ त हाम्रो 11 बजी हो अहिले 11:15-20 कति भएको छ माथि कपाल खोर्दै गर्दाखेरि 11:15 भएको थियो होइन ल ठिकै छ अनि अहिले चाहिँ म चिकनहरू काट्दैछु नि त होइन देख्नु सक्नुहुँदैछ होइन अब चाहिँ म चियाहरू खान्छु किनकि अहिले मेरो चिया खाने टाइम भयो नि त टाइमको ब्रेकफास्ट त गर्नुपर्छ इन्डियामै छु त्यसै पनि होइन चिया र ब्रेडहरू खान्छु होइन म चाहिँ खाएर एकछिन तपाईँलाई भेट्छु किनकि यहाँ दाले अर्डर हान्दैछ भाइले त चिली खेल्दै रहेछ होइन म चाहिँ एकछिन रेस्ट गर्छु र ब्रेकफास्टहरू गर्छु अनि मात्रै काम अगाडि बढाउँछु ब्रेकफास्ट गर्छु अनि मात्रै काम अगाडि बढाउँछु ब्रेड छ मेरोमा ब्रेड अहिले चाहिँ मैले प्रिपेयर गरिसकेँ होइन अब चाहिँ म मेरो काम गर्छु अनि मेरो चिकन काटेर चाहिँ म चिकनहरू काट्छु होइन अनि अरू अरू कामहरू छ मेरो होइन अर्डर पनि हाल्नु छ अहिले अर्डर आएको छैन त्यहाँदेखि 0 अर्डर छ 11:30 बजीमा अर्डर आउँछ नि त आएको छैन त्यही भएर अहिले चाहिँ छिटो हामी रेडी गर्दैछौँ सामानहरू होइन चियाहरू पनि खाइसक्यो चिया त खाइसकेको छ ब्रेडहरू खाइसक्यो होइन कटिङहरू गर्छु किनकि यहाँ मेरो कटिङ परिरहेको छ म चाहिँ यहाँ चिकन काट्दै काट्दा चियाहरू अहिले चाहिँ म चिकन फ्राईहरू गर्दैछु नि त होइन अहिले चिकनहरू फ्राई गरेको सकिनु आँटेको छ लास्ट यति छ अनि अरू चाहिँ यहाँ राखिरहेको छु नि त फ्राई गरेर होइन अनि अरू पनि धेरै कामहरू छ अनि दाइले हाम्रो अर्डर हान्दैछ होइन मेरो चिकनहरू फ्राई भइसकेको छ नि त होइन अनि अहिले चाहिँ म अब आचार दिइसकेर चिकनहरू राख्नु छ मजाले सजाएर होइन किनकि आज दिनभरिको कोटा मैले फ्राई गरेको नि त एकैचोटि होइन अब मान्छे पनि कम्ती छ नि त 3जना छ सबै मिलेर हुन्छ त्यही भएर मैले चाहिँ मजाले चिकन फ्राई गरेर राखेको छु चिकन काटेर खान्छ यो चाहिँ मैले फ्राई गरेर राखेको छु नि त चिकन छिटो गाइस अहिले चाहिँ अर्डरहरू आइरहेको छ होइन अहिले म अर्डरहरू हाल्दैछु होइन बात गर्ने त्यस्तो टाइम त छैन लास्ट एउटा चिली चिकन ड्राई पनि भयो चिली चिकन ड्राई डम्स हेभेन चिकन बटर गार्लिक मोमोज 5वटा भएछ त डन गाइस म भेट्छु तपाईँहरूलाई फेरि एकछिन पछाडि है गाइस अहिले चाहिँ म पोर्क मोमोको लागि अनियन चप गर्दैछु होइन आज चाहिँ मैले पोर्क मोमो बनाउनु पऱ्यो किनकि आज
220 जस्तो बाहिरको मान्छेले अर्डर दिएको छ नि त अफलाइन अर्डर होइन त्यसको लागि म चाहिँ पोर्क मोमो रेडी गर्दैछु अनि यहाँ छ मेरो अनियन चप गर्दैछु म चाहिँ छिटो छिटो होइन अनि पोर्क चाहिँ मैले किमा गरेर राखिसकेको छु मिसिनमा होइन यहाँ एकदम ऱ्याप गरेर राखिसकेको छु पोर्क त्यही कारण अब म छिटो छिटो मोमो बनाउनु गइरहेको छु अनि सरले चाहिँ गाना बजाएर पुरा ढिकचिक लगाइरहेको छ किनकि अजयले गाना सुन्यो भने चाहिँ अजयले जोसले काम गर्छ भनेर लगाइदिएको अरे नि त होइन ल ठिक छ गाइस म पनि अब जोसले नै काम गरिदिन्छु नि त होइन हेर्दै गर्नुहोस् तपाईँ